हेलो एभ्रिवान, म चाहिँ यहाँ कन्तुरफुटाको हैन मेला जानुको लागि हेर्नु होला कति पैसा भयो। अंशुमनले चाहिँ पहिले मुठा नै लगिसक्यो मलाई, यति दे उति दे भन्दै। यो चाहिँ मेरो पैसा होला मेला जानु भन्दै अंशुमनले लादैछ। म चाहिँ यहाँ कन्तुरफुटा गन्दैछु। म चाहिँ भन्दैछु देन नानी सबै एकैचोटि भेला पारिकन काउन्ट गरिकन टोटल गरिकन तल दिन्छु भन्दैछु। अंशुमनले चाहिँ लगिसक्यो, चोरेर भागिसक्यो मेरो पैसा हैन। म चाहिँ पछि पछि खोज्नु जानु आँटेको। भाग्यो अंशुमान, दिँदैन गाइज पैसा लिएर गयो। सो मेरो पैसा कति भयो होला तपाईहरुले भनिदिनु होला काउन्ट गरेर। म तपाईहरुको कमेन्ट बक्समा रिप्लाई दिन्छु। तपाईहरु कमेन्ट गर्नु, त्यसपछि म रिप्लाई दिन्छु। म चाहिँ यहाँ मजाले ठस्स बसिकिन पैसा गन्दैछु मेला जानुको लागि, सामान किन्नुको लागि। हेर्नु होला तपाईहरु कति भयो होला पैसा भन्नुहोस् त। यो मैले जुलाई महिनादेखिको राखेको थिएँ सानो बडा कन्टरमा हैन, यसो चाहिन्छ भनेर। अनि अंशुमन चाहिँ नाच्दै थियो पैसा पायो भनेर, पेमीको पैसा पायो, पेमीको पैसा पायो, पेमीलाई दिदिनँ भन्दै नाचिरहेछ गाइस अंशुमन चाहिँ। हेर्नुस् न, अनि मैले यही पैसाले पिज्जा खा, यही पैसाले बर्गर खा, अब दिदिनँ म तँलाई भन्दै थिएँ। सबै 500 को नोट त्यसले लग्यो। अलिकति अलिकति मैले भेला पारेँ हैन। फेरि लाँदै आउँदै गर्दैछ त्यो चाहिँ जिसिँदै गरिरहेछ। मुटाइ चाहिँ पारिकन लग्यो, दिएन गाइस त्यो पैसा चाहिँ। त्यो खुसी भएर केही छैन, पैसा पाएर घरिघरि चोर्नु आउँदैछ। म चाहिँ त्यसलाई कराक्क कराछु, पर्खिन गर्नु दिएन, सबै टोटल गरिकन तल दिन्छु भने छु। त्यो चाहिँ चोरेको छ गाइज, हेर्नु होला। यो चाहिँ खुजुरा पैसा हो, त्यहाँ चाहिँ 500 को नोटहरू छ गाइज। यो मेरो दसैँको टिका लगाएको पैसा छ, पकेट खर्चहरू बच्चाहरू हालेको, मलाई कसले कसले दिएको माइत जाँदा आउँदा त्यो पैसाहरू छ, सबै हिसाब गरेको छु गाइज। म चाहिँ यहाँ गन्दै जाँदैछु। तपाईहरु भन्नुहोस् त यहाँ कति होला पैसा, कति हजार जति होला भन्नुहोस् त। मेला घुम्नुको लागि जति भयो गाइज, मेरो जुन जुलाई अगस्त सेप्टेम्बर अक्टोबर नोभेम्बर 6 महिना राखेको, 6 महिना राखेको मैले पैसा गन्दैछु गाइज। एउटा दुःख टर्ने रहेछ, एउटा दुःख टर्छ गाइज। भन्नु होला कति भयो मेरो यो पैसा। तपाईहरु पनि म सँगसँगै गर्ने होला नि कतिले त। तपाईहरुलाई फेरि देखाउँदैछु, भन्नुहोस् त मेलामा के किन्नुपर्छ, के सामान। त्यसको मम्मी चेले चाहिँ त्यसले लग्यो भने मम्मी चेले चाहिँ खोज्दै छ, दे पेमीको पैसा दे भन्दै गाइस। त्यसले चाहिँ मेरो पैसा लिएर गयो। अब केटीमा नि के गर्नु, सबै पैसा मैले खोसेर त्यसलाई चाहिँ 1000 रुपैयाँ दिएँ गाइस लास्टमा।